प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधार लगायतका विकास निर्माणका काम अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएकी छन्। मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले भनिन्, स्थानीय सरोकारवालाहरूलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेको खण्डमा रेखाङ्कन र जीरो बिन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ। उहाँहरूको विश्वासमा आघात नपुग्ने गरी विकास निर्माण अघि बढाउनुपर्छ। प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन्। उनले भनिन्, प्राकृतिक विपदको बेला खुला ठाउँ आवश्यक पर्छ। मानिसको ओहरदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ। त्यसकारण खाली ठाउँ देख्ने बित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ। योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ। प्रधान सेनापति अशोक राज सिगदेल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्यप्रगति, चुनौती लगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री लगायत सहभागी थिए।